होइन म कस्तो खालको चाहिँ मान्छे होला। धनी भनौँ भने अब गोजीभरि पैसा पनि छैन, गोजीमा सुक्को छैन। अब गरिब भनौँ भने भोकै मरेको नि छुइनँ। अब दिमागै छैन भनौँ भने पनि दिमाग छ अलिअलि। अब यो दिमाग छ, म ट्यालेन्ट छु भनेर भनौँ भने पनि खोइ केही गर्न नि सकेको छैन यो दिमाग मात्रै भएर। अब म राम्री छु, अब सबै कुरा गर्न सक्छु भनौँ भने पनि राम्री पनि छुइनँ। अब नराम्री छु भनौँ भने नि खासै त्यो नराम्री पनि छुइनँ। अब खासमा यो धरतीमा आएर चाहिँ मैले चाहिँ के गर्ने होला। अब म मरेपछि माथि गएर भगवान्ले सोध्यो भने के भन्नु होला, तैँले के गरेर आइस भन्दा के भन्नु होला, के जवाफ दिनु होला। यही त भन्नु होला नि। अब दिनभरि सुतेँ, यस्तै के कुरा सोचेँ बसेँ, त्यही त भन्नु होला नि। त्यो बाहेक अरू केही गरेकै छुइनँ।